कस्तो छ त दाजु हाल खबर? हजुर भयो अब म कता भ्याउँछु क्यामेराले एकदम फोटो खिचेर लागा है ल कोका ढल्छ यो यतै तलाई भनेको यो के छ ह यो के छ आज त्यसो गर त त्यसो गर्न मै छिने भइसक्यो यहाँ नि भजिँदैन नि दाजु यहाँ हात राख्छ हेर त यहाँ मै ढलेँ यहाँ पसेँ अनि खजाना ल ल भनेर कने आउँछ दाजु अब गाडी तो रोक्नु ल दुईटा मेसिन हेर्न सक्नुहुन्छ हजुर अब ढाल्न सक्नुहुनेछ हेर्नु होला दिदीहरुले भने अब रेडीमा हुनुहुन्छ हाम्रो दाइ र उकालो भाग्नको लागि हामी रेडी नै छौं हेर्न सक्नुहुन्छ तपाईहरु प्रत्यक्ष रूपमा सिम्बलको अन्त्य हुँदैछ यसपालि 50 वर्षको भन्दै यहाँको ठेकदारले मेसिन उठा भाग्नु रेडी हुनुपर्छ अहिले त यो भाग्नु के पर पुग्यो mini vlog. Welcome to my mini vlog. विपता तेल छ पुग्छ भयो हाम्रो दाइ चाहिँ खरो फर्को भइसकेको छ जोगुमै आफू पनि बरु माक्री मिसिन भाचे भातोस् मान्छे चाहिँ है उ तलतिर फ्याक्दा पनि हुन्छ मान्छेले के हुनु भएन त्यो मिसिन चाहिँ लिएर उडाउँदै हिँड्न ल हेर्नु कस्तो फर्को काट्नु हुँदैछ त्यहाँ रुख अनुसार मान्छे अनुसार एकछिन दाजु मार्नु त ओ मार्नु त यो त बाख्रा कुरा जसो एला होला कुला राप च्यानल लेखेछ त अब यता आइदो बाख्रा नल्यानु मास्तिर अब अहिले चाहिँ यस्तो छ रुख ढल्नु खोज्यो बाख्रा नल्यानु मान्छे ढल्यो भने काटा किचिक हुन सक्छ सम्भावना धेरै छ बाहुनको 50 वर्ष भन्दा अघिको रुख आज अन्त्य हुने भयो बाहुन दास सानो छ त रुख बसिराख्नु भइरहेको छ उपर बाख्रा हेर्दै हुनुहुन्छ अबे पता मैले चाहिँ अर्को मिसिन लिएर आइसकेको छु हेर्नु होला अब यहाँ बसेर
चाहिँ अब ल हेर्नुहोस् त अहिले सानो छ त लु ल अब ढल्नु लाग्नु सकिसकेको छ हेर्नु होला ल हेर्नुहोस् ल ल अब गइसक्यो ल ल ल ल ल ल गइसकेको रहेछ अब हेर्नु होला ल ल ल ल ल ल ल अब हेर्नु होला गइसकेको छ क्यामेरा उता ढाल्ने मान्छे देखा यहाँ हेर्नु होला रुख यहाँ सानो थोत रुख हेर्नु होला अब रुख हेर्नु त यहाँ एकजना मान्छे यहाँनिर नदेखिने छ त अनि आम्मामामा सानो छ त हात यसो गर त ऊ एउटा मान्छे त यहाँ पछारे जस्तो पछाडि अब यस्तो रोडलाई त यस्तो विपत्ता पारिदिरहेको छ मामा त तर्सिरहेको छ यहाँ अब यहाँ हेर्नु होला यो त पुल जस्तै भयो नि त हो अनि वाह हजुर रुवा मामा प्योर रुवा वाह अब हेर्नु होला फाइनली बर्को बोट ढलेको छ यहाँ बर्को बोट हैन यो बर्को बोट जस्तै भयो सानो छ त यहाँदेखि त पुल जत्रो छ नि त हो अनि ल एउटा ट्र्याक्टर जत्रै छ एउटा ट्र्याक्टर हैन दुईटै ट्र्याक्टर मार्दिउँ अब